सबभन्दा मेन त यो मलाई यो यस्तो एक्साइटेड छु नि म हेर्नलाई मलाई त्यसै भए पनि यो केकमा चाहिँ केही हुनु भएन गाइस हैन मेरो फ्रेस पेन चाहिँ गाइस म फ्रेस सेलिब्रेट गर्न दिन्छु 3 2 1 Hi guys, welcome to my new vlog channel. My name is Mona. Kai favorite saga sadar मेरो नयाँ भिडियोमा न्यू vlog सो आयो भजन सन्चै हुन्छ होला म पनि एकदम सन्चै छु गाइस अनि आज म धेरै खुसी छु सो गाइस अनि आज मेरो बर्थडे हो हैन थामै लेख्न थापेसँग मको सर हजुरले अम्मा गाइस स्कुलबाट भक्खर आउ के भक्खर सो मेरो स्कुलको गिफ्ट चाहिँ एकतल भएको छ सो यो पनि गिफ्टै हो यो पनि गिफ्ट हो यो पनि गिफ्टै हो यो चाहिँ मलाई कहिले भन्दा चाहिँ मलाई सुदीप भाइले दिएको लगेदै छ होला भाइले झ्यान टरन 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 कस्तो क्युटी पाइछ कस्तो राम्रो यो पनि राखौँ नेक्स्ट छ यो चाहिँ मलाई दिएको छ मिस समले Packing. म त तारिफ हुन सक्दिनँ क्या म फेरि यस्तै मान्छे ल्या छुट्याइदे ए बाले खलेर गाइस के यो गोल जस्तो म ठुलो भइसकेँ म के गर्नु यो त मोरिस अब खोइ त बत्ती पनि बोल्छ म 14 वर्ष लाग्यो आजदेखि के दिएको झन् गिफ्ट हो अब खुसी भएर लेख्छु म झिलिझिली गर्छ यहाँ अझै अर्को हुन्छ गाइस अनि यहाँ सिधेकी छिन् यो पनि खोलिदिएको होला के हो यो इरेजर वाउ कस्तो राम्रो स्केल 2 पेन्सिल कटन कलर हो मेरो कलर अलरेडी कति हेरेछ त्यो पनि अलरेडी कलर दिन्छ ठिक छ कलर सबभन्दा मेन त यो मलाई यो यस्तो एक्साइटेड छु नि म हेर्नलाई यो लारा देखाउँछु ल वाउ कस्तो राम्रो दिल गार्डन भयो गाइस मेरो दिल गार्डन पैसा चाहिँ कता लेख्छ हौ यो अस्ति प्राइज हो यस्तो महँगो गीत मैले जिन्दगीमा पाएको थिइनँ कस्तो खुसी लाग्यो नि गाइस म त नयाँहाल्छु क्या नि यसलाई मात्र लेट गर्नु पर्यो उल्लेटाङ बजार म त अहिले यसमा पागल हुन बेला लाग्छ म खुसीले गाइस मेरो चाहिँ हार्ट एट्याक आउनु आँटिसक्यो मलाई चाहिँ होइन अलिकति हार्ट एट्याक यसलाई जान्छु मैले त यहाँ हान्नु न मेरो मम्मी पनि छक्क पर्नु भयो गाइस म त खुसीले त म त सीमै रहेन कति खुसी पनि हुनुहुँदैन के हो प्राइस ए म थाहा भएन है मलाई पैसाको मतलब छैन लाउन पाए भइहाल्यो नि गाइस उठौँ झन् मलाई मन पर्यो लगाइसकेपछि झन् मलाई मन पर्यो आज पनि हुन्छ हामी चाहिँ लेटाङ होइन अब यता मलाई हल्का सल्का केक चाहिँ किन्नु पनि हुन्छ हल्का लुगाहरू पनि किन्नु पर्छ बर्थडेको लागि सो लेस चाहिँ हामी केक किन्छौँ हेर्नु जानु होला गाइस चाहिँ त म पुगेर आउँदैछ भने त पुरै फोड्नेछ जुत्ता लगाउँछु त्यो पनि जुत्ताभन्दा लामो पेन छ कि म पुन्टु भएको कि लामो भएको गाइस म यो कन्फ्युज भएँ चाहिँ मम्मी हुन्छ बच्चीभित्र अनि यो बर्थडे चाहिँ मेरो दादाले
गरिदिनु आँट्नुभएको मेरो बाबाले पनि होइन मम्मीले पनि होइन है गाइस दादाले गरिदिनु आँट्नुभएको मेरो दादा विदेशमा हुन्छ र पनि मेरो दादालाई धेरै 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 धन्यवाद आज त यस्तो खुसी छु गाइस कुरै छोडिदेऊ कुरै छोडिदेऊ अनि होइन दादाले गरिदिनु भएको मेरो बर्थडे यस्तो मम्मीहरूले सिमलालाई के दिनु छ भन्छ होला होइन मम्मी बाबाको लागि त दादाले मेरो लागि माया छ त्यसो नि होइन अरू चाहिँ मम्मीले गरिदिनु त्यसो दादाले गरिदिनु भएको छ सो अनि मम्मी चाहिँ उता हुन्छ दादाले नै लुगा किनिदिनु आँटेर हुन्छ दादाले नै के केटेर दिन्छ दादाकै पैसाले मासु के सबै एक्सेट्रा दादाकै पैसाले है अहिले मम्मीलाई देखाएको छैन त्यहाँ चाहिँ हाम्रो अटो छ होइन मेरो यो पेन चाहिँ कस्तो हुँदो रहेछ गाइस यसरी हिँड्नुपर्छ अब लेङ्गा साडी लगाएर आएँ भने कालो चस्मा लगाएँ भने पक्ला केटो दरम दरम यस्तो बजारमा चाहिँ सबै मैले सामान चाहिँ किनिसकेको छु होइन अब केक मात्रै बाँकी छ लास्ट अनि त्यसपछि बर्थडे गिफ्टमा मैले पेन त पाएँ पेनसँग बेसकै लाउनु बेसकिने होइन म घरमा देखाउँछु तिमीहरूलाई गाइसहरू अनि मेरो बर्थडे ड्रेस पनि किनेको छु बर्थडे ड्रेस हेर्नु छ भने चाहिँ भिडियोलाई अन्तिमसम्म हेर्नुपर्छ है गाइस अनि आज मेरो ड्रेस पनि मेरो बर्थडेमा आउँछ अरे तपाईँ चाहिँ धेरै खुसी छु नि पुरै छ तिमीहरू आज मेरो अनि यहाँ चप्पल पनि किने चप्पल चाहिँ मैले आन्टीले किनिदिनु भयो मेरो आन्टीको तर्फबाट चप्पल चाहिँ सो चप्पल पनि देखाउँछु म हजुरलाई बुधबारमा 600 भने 700 रुपियाँ चप्पल ठिक छ सो गाइस अब हामी केक किन्न जान्छौँ है त कपाल सघाइ चाहिँ हाम्रो मम्मीले केक सेक पनि किनिसक्नु भएको छ होइन अब जानु पर्ने हुन्छ घर सिधै अनि स्पेसल मान्छे छ गाइस मेरो बर्थडेमा स्पेसल को होला स्पेसल मान्छे अनि मेरो ड्रेस बनाउँदैछ होइन हजुरलाई चाहिँ मेरो ड्रेस बनाउँछ देख्नु भएको छैन होला मैले रिभ्यू हानेको छैन टिकटकमा चाहिँ रिभिल छ फेसबुकमा पनि रिभिल छ युट्युबमा छैन युट्युबमा अब देख्नुहुन्छ गाइस यसरीकोबाट त मेरो यस्तो राम्रो रहेछ नि पुरै छोडिदियो मेरो पुरै छोडिदियो मलाई त्यसै भए पनि यो केकमा चाहिँ केही हुनु भएन गाइस होइन यहाँ छ आजको खजना यहाँ छ खजना चाहिँ म घर पनि आइसकेको छु अनि खाजा रात पनि पढ्न आइसकेको छ अनि मेरो बेस्ट फ्रेन्ड चाहिँ गाइस म फ्रेस रिपिट गर्न आँदैछु 3 2 1 डान टरान के भएको लजाको ले बुतुकै गाइस उहाँ नै हुनुहुन्छ हाई त भनिदेऊ हाई गाइस हेर्नुहोस् फाइनल लुक सगाइ चाहिँ हामीले केक काट्नु पर्ने हुन्छ सगाइ चाहिँ हामी चाहिँ डेकोरेसन यति गऱ्यौँ ढङ्ग नमङ्गको होइन यस्तै हो कस्तो काल्ठेको अझ म यहाँ बर्थडेको देखाउँछु बर्थडेको एउटा क्यालेन्डर ल्याउँछु ठिक्क लाइन गएको छ होइन थाहा छ त छैन त्यहाँ कस्तो लाग्यो त ए गाइस मेरो आन्टी नाम भइसक्यो हेलो हेलो के गर्नु लाइन छैन के हो अनि यस्तो हो त बेसन गरेमा जाने लाइनै गइदिएको छ गाइस मन पनि प्रिन्सेस भइसक्नु भएको छ अब आइन म यही छु त ह्यापी बर्थडे छोरीलाई ह्यापी फोटो ए होला आएर फोटो को उचे ल साथी फुचे किन लजाको फुचे लजाइदिएको तिमी लजाको गाइस ठिक्क के कारण चक्कु बोकेको लाइन गइदियो अनि कस्तो हल्का यहाँ हल्का समस्या पर्यो कि हल्का यहाँ कस्तो लाग्यो त एकदम राम्रो लाइनै गइदिएको त राम्रो भयो लाइन गएर राम्रो भयो आउँछ होला नि त यस्ता छन् यस्ता तिमी यस्ता छन् मजा आइरहेको लाइन गरेर फाइनली लाइन आएको छ ल उठेर ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी
शनिबार के बार्छिस् जन्मदिनको शुभकामना ज्ञानी हुनु भला आदमी हुनु धेरै पढ्नु डाक्टर पाइलट हुनु आमाबाबा पाल्नु पालाहरू हिँड्नु भनेको मान्नु यहाँ चाहिँ यही पापुरो पर्दो रहेछ है नराम्रो हुँदो रहेछ उसको लामो छ नि खुट्टा मेरो लामो छ खुट्टा होइन बुवालाई खै लोक अलिकति केक दलिदिनु जन्मदिनको धेरै धेरै शुभकामना रोक यो जिरे भने पो यहाँ दिनु के हट साइज हट न पुइसकेको के खुवाइदियो कि खाना चुक्छ बुयो मेरो भारे बुर्यो आज बढिसकिसकेको छ लगभग अनि त्यतिर साथी अन्त कालो देख्यो त केटा कालो देख्यो अनि उहाँ देख्नुभयो सरजी मजा आएछ मजा हजुर नि देखिनु भएन चाहिँ खाना खाने कार्यक्रम हुँदैछ होइन कि जुत्ता ल्याएर फर्केको जुत्ता ल्याएर कालो देखेँ क्या भाइहरू कस्तो कालो देखेँ क्या कालो कालो देखेको त हौ नजर फेरि बुत्तु के बुवा सन्जय सन्जय सुन्नु हामी एकदम गुड गर्नु बुवा हो गुड यता सन्जय हो गुड यस्तो हुनुपर्छ भाइ सन्जय अब हेर्ने गरौँ लु भाइ कसरी लजाको हौ आमामामा भुजा लाग्यो अलिक स्पिड भिडियो गरिदिँदैछु भुइँचालो नि थोरा आएको छैन त सुँगुर ढाले जस्तै गर्छ त यो त अम्बो घर खन्दिसक्यो सिमरनको भाइ त एक्टिभेट सक्यो यो पठाएर त्यतिर जाँदैछ मेरो साथी घर नै पर्छ भनेको अहिले जान्छु भन्छ यिनीहरूलाई खुब भयो है गाई सलिन यता छ होइन सलिन यता सलेन यति चाहिँ सगाई त अहिले फेरि म कति खुसी भएको थिएँ अब त्यो जान्छ
भन्न सक्थेँ तर मान्दैन गाइस यस्तो राति भएछ 10 बजी आइसक्यो ए होइन 9 भइसक्यो कस्तो लाग्यो आज मेरा बहुत अच्छा म त बोल्दाखेरि कस्तो लाग्यो छ बहुत अच्छा सो गाइस लास्ट लाग्दैन भिडियो गरिदिउँ भिडियो गरिदिउँ कसै पब्लिक हाल्नु नि भाइले के गरेर आयो भनेर सबै त अब जाऊ लु राम्रोसँग कति छ थोप्रै बेदिन ल बाई 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 उता पो कस्तो मलाई खै गरेको बाई बाई ल बिदाई गर्छु जाऊ बाई बाई बिस्तारै जाऊ है रात पर भने मेरो हुर्काउला नि बाई बाई वाइ बिस्तारै भनेर सुन्दैन ओइ खाल्टोतिर हाल्छ होला कहिँदो हेर्न हुर्काएको राम्रो सगाइज गयो हामी पनि गएको चल्दै गयो होइन मेरो पेसेन्ट मलाई के दियो गाइस मेरो पेसेन्ट मलाई के दियो म त लिन पनि कस्तो लाग्छ बिचरा आइदो दिन्छ पनि माया लागेर आयो सो गाइस मेरो पेसेन्टले दिएको हो होइन म के खानु कप छ होला यहाँ मैले के खाने गयो अब मेरो थाहा थियो मलाई त्यस्तो लाग्यो कहिले पनि कप दिन्छ भोलि के खान्छ कहिले पनि अन्त कप सुधि बाहिर यसले स्कुलबाट लिएर आएको वाउ मैले कस्तो कस्तो खाइले कपै होला कप र डर छ गाइस वाउ कस्तो राम्रो आई लभ क्या बब्ली सो गाइस त्यस्तै भयो रमाइलो भयो हजुरलाई चिन भन्दै बाई अझै गाइस माला पनि रहेछ लवर पनि रहेछ गिर गार्डन ओ त प्लास्टिक खोइ ड्राइगो हामीले हुन्छ अब ओके बाई गाइस यही देखाउन मैले बिर्सेछु हेर्न ए लगाइ पनि हाल्नु पर्यो गाइस लगाइहाल्यो ल ओके बाई 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 केटीहरू बाई